दोकाने भाइ भाइरल अब कति मजाले हामी हराएको अवस्था हामी सुनौलीमा हराएको सुनौलीको कुन गल्लीमा छिर्यौँ थाहा छैन निस्किने हामी चाहिँ हराएर फेरि फर्क्यौँ त्यो चाहिँ इन्डियातिर जाने बाटो रहेछ हामी चाहिँ कता यतै जस्तो लागेर हामी चाहिँ आएको थियौँ हराएर चाहिँ फेरि फर्किँदै यसमा यत्रो धेरै हिँडिसकेपछि चाहिँ भरे इन्डियाको त्यो गेटै आउँदैन त बोर्डरको गेटै आउँदैन अनि फेरि फर्केर चाहिँ हामी जाँदैछौँ यस्तो तातो घाम छ गर्मी यस्तो गर्मीमा चाहिँ इन्डियन गाडीहरू पनि कति धेरै थियो कति धेरै भिड थियो अनि हामी चाहिँ बल्ल गेट भेटायौँ यता आउनु गेटतिर आउनु भने उता इन्डियातर्फ उता इन्डियाको उता जानेतिर चाहिँ जाँदै रहेछौँ कोही बेला चाहिँ यस्तो झुक्किँदो पनि रहेछ है मान्छे हामी चाहिँ फर्स्ट टाइम यसरी झुक्यौँ है अब यही बाटो अघि आएको भनेर चाहिँ त्यही बाटो जाँदै रहेछौँ तर इन्डियातिर जाने बाटो चाहिँ गएछौँ कस्तो कहिले काहीँ चाहिँ कस्तो हराउँदै बसेर आयो हामी चाहिँ पानीको बोतल लिन गयो राम उडायो नि कस्तो चाहिँ हावा चलेको धुलो हेर धुलो त्यो सबै धुलो मैले चाहिँ यो प्लमको प्रडक्टहरू ल्याएको थिएँ म यो प्लमको प्रडक्टहरू युज गर्छु नि त राम्रो छ अनि यो सिरम पनि एकदम राम्रो छ अनि टोनर पनि राम्रो छ सनस्क्रिन पनि राम्रो छ अनि मैले चाहिँ यति सेटाफिलको यो यति सामानहरू लिएर आएँ यो स्विस ब्युटीको लुज पाउडर हो अनि ब्लेन्डर पनि ल्याएँ अरू पनि के सामानहरू ल्याएको छु घरको लागि स्किन केयरको लागि चाहिँ यति ल्याएको छु यो चाहिँ नाइसिनामाइड सिरम हो राइस वाटर स्विस ब्युटीको यो पनि राम्रोबाट हो युज चाहिँ गरेको छुइनँ कस्तो छ अब गर्छु भने चाहिँ थाहा हुन्छ यो प्रोडक्टहरू चाहिँ एकदम राम्रो छ प्लमको अहिले एकदमै भाइरल चलेको प्रोडक्टहरू हो यो चाहिँ राम्रो पनि छ युज गर्दाखेरि अनि उताबाट आएर हामी बेलुका चाहिँ मोमो खाएको थियौँ त्यस्तो यो बनाउनु चाहिँ यो डल्ला बटार्नु चाहिँ आउँदैन मलाई त्यही पनि त्यो बनाएको छु त्यो यो ल्याएर बनाउने उसले अनि चिकनको मात्रै थियो मोमो चाहिँ केही मिसाएको थिएन प्याज र चिकन ल्याएर बनाएको कस्तो मिठो भएको थियो अनि मोमो खायौँ आजको लागि चाहिँ यति नै अब चाहिँ कन्टिन्यू ब्लग आउनेछ हेर्दै गर्नु होला माया गरिदिनु होला।